अपमानको प्रधानमन्त्री बन्छस् कि सम्मानको सहित बन्छस् भन्यो भने अपमानको प्रधानमन्त्री भन्दा सम्मानको सहित बन्छु भनेर हिँडेको मान्छे हो। एकैछिन सांसद बनिहालौँ भनेर हिँडे होइन। जोगी हुने अभियान होइन मेरो, यो सिधा प्रधानमन्त्री हुने अभियान हो, देशको नेतृत्व गर्ने अभियान हो। यहाँ लुकाउनु पर्ने छुपाउनु पर्ने कुनै पनि त्यो केही पनि छैन। यहाँ कहीँ त म त होइन हजुर यसो यसो त्यसो त्यसो भन्ने होइन। बालेन शाह, हर्क साम्पाङ, कुलमान घिसिङ, रवि लामिछाने, खगेन्द्र सुनारहरू मिलेर सरकारको नेतृत्व गर्नुपर्छ। प्रदेशदेखि स्थानीय तहदेखि सँगसँगको सरकार बनाउनुपर्छ, यो स्पष्ट कुरा हो। सरकार चलाउनुपर्छ, देश चलाउनुपर्छ, यसमा लुकाउनु पर्ने कुरा के छ, यसमा छुपाउनु पर्ने कुरा के छ? बालेन शाह र तपाईँ एकै ठाउँमा आउन सम्भव छ आजको दिनमा? एउटा कुरा के हो भने भेरी भेरीबाट बगेको छ, कर्णालीबाट बगेको छ, कोसीबाट बगेको छ। एउटा बेलामा जाँदा सागरमा भेट हुँदैन, बगेकाहरूको एक ठाउँमा भेट हुन्छ। फेवा ताल जस्तो जमेर बस्यो भने, यहाँका कुनै ताल जस्तो एउटा ऊ जस्तो जमेर बस्यो भने मात्र भेट नहुने हो। नत्र बगेर गएका स्वभाव मिल्ने मान्छेहरू, स्वभाव मिल्ने प्रकृतिका कुराहरू एक ठाउँमा जाँदा भेट हुन्छ। अहिले बालेन शाह बागमतीबाट बगेका छन्, हर्क साम्पाङ कोसीबाट बगेका छन्, खगेन्द्र सुनारहरू कर्णालीबाट बगेका छन्। तर एक ठाउँमा जाँदै गर्दाखेरि तिनीहरूको मिलन हुने कुरा त प्राकृतिक रूपमा स्वाभाविक कुरा हो। दोस्रो कुरा फेरि के हो भने कङ्ग्रेस र एमालेको भ्रष्टाचारको पक्षमा चाहिँ कति जनता छन्। आजको समयमा खगेन्द्र सुनार र केपी ओली अनलाइनबाट चुनाव लडौँ त आजको समयमा म प्रधानमन्त्रीलाई मेरो चुनौती हो। यसरी बाहिरबाट ब्यालेट थापेर होइन, आजै साँझ फोटो राखौँ र यो दुईटा मध्ये कसलाई भोट हाल्नुहुन्छ भने मागौँ त भोट, र चुनाव हारे पनि छोडिदिन्छु म। तपाईँ यहीबाट सुरु गर्नुहोस्। म केपी ओलीलाई मेरो चुनौती छ आजको मितिमा, भ्रष्टाचारको नेतृत्व गरेर बसेका मान्छेलाई अहिले हेरिरहनु भएको छ। हाम्रो देशको निर्वाचन प्रणाली त्यो सामाजिक सञ्जालमा फेसबुकमा पोल गरे जसरी त त्यसरी निर्धारण गर्न पनि त मिल्दैन। त्यसका विभिन्न तत्त्व हुन्छ। यस्तो यो कुरा अलिकति सान्दर्भिक हुन्छ त आजको दिनमा। तपाईँले भनेको जस्तो अहिले तपाईँका यहाँ जति मान्छेहरूले त्यो भ्युज जति मान्छेले हेर्छन् ती मान्छे टिकट काटेर आएर दाइ म हेर्न आए त भन्दैनन् नि। कुनै न कुनै ठाउँबाट आफ्नो मत त जाहेर गरिरहेका छन् नि मान्छेहरू, होइन र? कहीँ न कहीँबाट मान्छेहरूले हेरिरहेका छन्, कहीँ न कहीँबाट मान्छेहरू बुझिरहेका छन्। त्यसैले चुनावी प्रक्रिया कङ्ग्रेस एमालेको कब्जामा छ, गर्नुहुन्छ कि सबै यिनीहरूले कब्जा गरेर तल्लो गोडादेखि माथिका शीर्षमा यिनले कब्जा गरेर राखेका छन्। त्यसैले गर्दाखेरि कहीँ न कहीँ कतैबाट चाहिँ भोलि सत्यको पक्षमा उठ्दै आएका मान्छे भग्दै आएका मान्छे एक ठाउँमा उभिएर बस्ने त्यो एउटा स्वाभाविक हुनसक्छ। र तपाईँले अहिले भनेको जस्तो कहीँ कतै सहानुभूति देखाउनलाई एकछिन भनिहाल्छु कि भनेर भाइको मृत्यु र बहिनीको बलात्कार सहन नसकेर, समुदायमाथिको दमन अत्याचार सहन नसकेर हिँडेको खगेन्द्र सुनार अपमानको प्रधानमन्त्री बन्छस् कि सम्मानको सहित बन्छस् भन्यो भने अपमानको प्रधानमन्त्री भन्दा सम्मानको सहित बन्छु भनेर हिँडेको मान्छे हो। एकैछिन सांसद बनिहालौँ भनेर हिँडे होइन।